कुनै समय थियो, मेरो आफ्नै एउटा परिचय थियो, आफ्नै सपना, आफ्नै समय अनि आफ्नै एउटा सानो रङ्गीन दुनियाँ थियो। तर आज मेरो अस्तित्व केवल कसैको आमा हुनुमा सीमित भएको छ। बिहान आँखा खोल्नु अघि नै सुरु हुन्छ मेरो दिनभरिको दौडधुप। शरीरका हरेक जोर्नीहरू दुखिरहेका हुन्छन्। रातभरिको अपुरो निन्द्राले आँखाका डिलहरू पोलिरहेका हुन्छन्। तर थकित शरीरलाई विश्राम दिने छुट भने मलाई छैन। ओछ्यानबाट उठ्दै गर्दा लाग्छ मेरो आफ्नै इच्छा र रहरहरू त कतै पछाडि छुटिसकेछन्। कहिलेकाहीँ ऐनाको अगाडि उभिँदा आफ्नै अनौठो रूप देख्छु। न कपाल मिलाउने फुर्सद छ, न अनुहारमा केही लगाउने नै। आँखामुनिको कालो घेरा र यी फुस्रा हातहरूले सोध्ने गर्छन्, खै त त्यो पहिले कि तिमी। दिनभरि बाबुको हेरचाह गर्दा गर्दै आफैलाई हेर्न बिर्सिने एउटा नबोल्ने प्राणी भएकी छु म। कसैले बुझ्दैन यो मानसिक छटपट्टि। रुन मन लाग्छ, तर रुने फुर्सद र एकान्त पनि त मिल्दैन मलाई। आफ्ना आँसुहरूलाई सुटुक्क मुस्कुराएर निल्नु नै मेरो दैनिक अभ्यास बनेको छ। शरीरको थकान त सहनै सकिन्छ, तर मनको यो एक्लोपन र हराउँदै गएको आफ्नै पहिचानको पीडा असाध्यै भारी हुँदो रहेछ। कहिलेकाहीँ लाग्छ कि मेरो आफ्नो कुनै जिन्दगी थिएन, कि म केवल अरूकै लागि मात्र बाँच्न जन्मिएकी थिएँ। तर ठिक त्यही क्षण जब म पूर्ण रूपमा टुट्न लाग्छु, एउटा सानो कोमल हात मेरो गालामा आइपुग्छ। जब त्यो सानो ज्यान मेरो छातीमा ढल्केर निफिक्री निदाउँछ अनि सपनामै सुटुक्क मुस्कुराउँछ, तब मेरो मनभित्रका सबै आँधीबेहरीहरू साम्य भएर जान्छन्। उसको त्यो निर्दोष स्पर्शमा कुनै जादु छ सायद। दिनभरिका सबै अपमान, थकान र पीडाहरू एकैछिनमा पखालिएर जान्छन्। लाग्छ हो मैले मेरो धेरै कुरा गुमाएँ होला, तर बदलामा संसारकै सबैभन्दा पवित्र अनि निस्वार्थ माया पाएकी छु। कुनै ठुलो प्रशंसा वा पुरस्कार चाहिएको छैन मलाई। म महान भनेर इतिहास रच्न पनि चाहन्न। म त बस मेरो सन्तानको सुरक्षित संसार बन्न पाए पुग्छ।